धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानीको उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा 2081 फागुन 25 गते सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई सहितको प्रतिनिधि मण्डलसँग भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। धरानवासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि संघीय सरकारले बजेटको प्रबन्ध लगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानवासीलाई सुनाइदिनु होला, प्रधानमन्त्री केपी शर्मा ओलीले भने। खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन संघीय सरकारबाट यसअघि तयार भइसकेको छ। नगर प्रमुख हर्क साम्पाङले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्यान्डफिल्ड साइट बनाउनु पर्नेमा जोड दिए।